समुद्री सतहबाट 108 मिटर अर्थात् 354 फिटको उचाइमा रहेको आसाम, जसलाई टी सिटी अफ इन्डिया भनेर हामीले चिन्दछौं। दर्शकबिन, यहीबाट भारतकै सबैभन्दा लामो दूरी चल्ने ट्रेन चल्दछ, जसले नर्थको आसामको डिब्रुगढदेखि लिएर भारतको साउथको तमिलनाडुको कन्याकुमारीलाई एक आपसमा जोड्ने गर्दछ। यही विवेक एक्सप्रेसको यात्रा गर्न भनेर म नेपालबाट 1316 किलोमिटर टाढा आसामको डिब्रुगढमा आज आइपुगेको छु। विश्वकै सबैभन्दा लामो दूरी चल्ने रेलमार्गमा विवेक एक्सप्रेसको रुट 28औं नम्बरमा पर्दछ। विवेक एक्सप्रेस सुरुमा आसाम, त्यसपछि नागाल्यान्ड, त्यसपछि वेस्ट बंगाल, त्यसपछि बिहार, झारखण्ड, उडिसा, आन्ध्र प्रदेश, केरला अनि अन्त्यमा गएर तमिलनाडुको कन्याकुमारीमा यसको यात्रा समाप्त हुन्छ। नर्थको आसामको डिब्रुगढदेखि लिएर तमिलनाडुको कन्याकुमारीसम्म विवेक एक्सप्रेसले लगभग 57 वटा स्टेशनमा रोक्दछ र कुल 4154 किलोमिटर अर्थात् 2581 माइल र 75 घण्टा 30 मिनटको रेल यात्रा यसले गर्दछ। विवेक एक्सप्रेसको ट्रेन नम्बर 22503 और 22504 नम्बरले सञ्चालनमा ल्याइएको हो। डिब्रुगढबाट विवेक एक्सप्रेसले बेलुकीको 7:35 रेल यात्रा सुरु गर्दछ भने 4 दिनपछि 9:55 आसामको कन्याकुमारीमा यसले पुर्याउने गर्दछ। विवेक एक्सप्रेसको यात्रा डिब्रुगढ, त्यसपछि न्यू तिनसुकिया जंक्सन, नहरकटिया, सिमलगुडी जंक्सन, मरियाना जंक्सन, फुर्कटानी जंक्सन, दिमापुर, दिफु, लुमडिङ जंक्सन, होजाई, जगाई रोड, गौहाटी, गोलापारा टाउन, न्यू बोङग्याङ गाउँ, खोकरझार, न्यू अलिपुरद्वार, न्यू कोचबिहार, मथाभाङ्गा, जलपाइगुडी रोड, न्यू जलपाइगुडी, किशनगञ्ज, मालदा टाउन, रामपुरहट, बर्धमान जंक्सन, दनकुनी, खरगपुर जंक्सन, बालासोर, भद्रक, कटाक, भुवनेश्वर, खुर्दा रोड जंक्सन, ब्रह्मपुर, पालासा, श्रीकोलम रोड, विजयनगरम जंक्सन, विशाखापट्टनम, दुधवाडा, सामलकोट जंक्सन, राजमुंदरी, इल्लूरू, विजयवाड़ा जंक्शन, ओंगोल, नेल्लोर, रेनीगुंटा जंक्शन, कटपाड़ी जंक्शन, सलेम जंक्शन, इरोड जंक्शन, तिरुपुर, कोइम्बाटोर जंक्शन, पालक्काड जंक्शन, थ्रिसूर, अलुवा, इर्नाकुलम टाउन, कोट्याम, चिंगमनूर, कोल्लम जंक्शन, त्रिवेंद्रम सेंट्रल, नगरकोली जंक्शन र अन्त्यमा गएर 4188 किलोमिटरको यात्रा पश्चात रातिको 9:55 प्लेटफर्म नम्बर 1 मा कन्याकुमारी जंक्शनमा यसले पुर्याउने। विवेक एक्सप्रेसको सबैभन्दा राम्रो कुरा भनेको यसले एकै पटकमा भारतको 9 वटा राज्य भएर आसामको डिब्रुगढदेखि लिएर तमिलनाडुको कन्याकुमारीसम्म तपाईले विभिन्न परिकारका वेशभूषा, भाषा र मान्छेहरूसँग भेट र वार्ता गर्ने मौका यसले प्रदान गर्दछ। साथीहरू, वेलकम टु विवेक एक्सप्रेस, वेलकम टु कन्याकुमारी। थ्याङ्क यू।